हेलो गाइस, आज के स्पेशल डे छ। आज चाहिँ हो पापाको बर्थडे। आज चाहिँ हो मेरो बुढाको बर्थडे। अनि त्यसको बादमा यहाँ हेर्नु ल, टाइम पुरा 12 बज्न आँटिरहेछ। खै टाइम हेरौँ, देखाउनु त। 12 बजे छ। 12 बज्यो? करेक्ट 12 बजेछ। हेप्पी बर्थडे। हेप्पी बर्थडे पापा। हेप्पी बर्थडे बुढा। थ्याङ्क यू। अनि अब हामी चाहिँ आज 12 बजी रातिबाट भ्लग स्टार्ट गरेको र हेर्दै जानु होला। भोलि चाहिँ हामी बिहान उठेर कहाँ जाने? भोलि चाहिँ हामी मन्दिर जाने। मन्दिर भनेर भन्दाखेरि चाहिँ कहाँको मन्दिर भन्दाखेरि उमानन्द टेम्पल जाने। र भोलि चाहिँ एकदम स्पेसल डे हो नि त, त्यही भएर अनि हामी चाहिँ मन्दिर जाने। बर्थडे मेरो एकदम स्पेसल परेछ योपालि। 10 वर्षमा एक बार आएको छ यस्तो बर्थडे। म सन्डे जन्मेको हो, सन्डे नै परेको छ। मेरो बुढीले कता कता युट्युब सर्ट्सहरूमा देखेँ कि इन्स्टा तर यो चाहिँ कति सच्चाइ छ थाहा छैन हामीलाई चाहिँ। त्यतिकै एउटा युट्युबमा देखिरहेको थिएँ, मतलब इन्स्टाग्राम रिल देखिरहेको थिएँ कि, मतलब एउटा को मान्छेले भन्दै थियो मतलब 10 वर्षमा एकैपल्ट आउँछ अरे, त्यस्तो दिनबार सबै एकैचोटि मतलब मिलेको त्यस्तो टाइपको आउँछ अरे। त्यही भएर योपालि चाहिँ सबै थोक मिलेको छ। र अनि त्यहाँ पछाडि त्यही भएर हामी चाहिँ अब यसपालि उमानन्द टेम्पल जाने भनेर आशीर्वाद लिने भगवानको। र हेर्दै गर्नु होला भोलि अब भ्लग चाहिँ। ल ल ल ल सुन, आइतबारी मेरो पापा पैदा हुनु भएको थियो अनि आइतबारी मेरो पापाको बर्थडे आयो। त्यही भएर त स्पेसल हो त। अनि बाइ बाइ गाइस, गुड नाइट, बाय। सी यू टुमोरो। हामीहरू बर्थडेको ब्लग बादमा देखाउने इसके लिए। हेलो गाइस, गुड मर्निङ। र म चाहिँ यता उठेर रेडी भइसकेकी छु। अनि यतातिर मेरो बुढा पनि रेडी भइसक्नु भएको छ। अनि अब चाहिँ हामी जान निक्लिँदैछौँ उमानन्द टेम्पल। अनि स्किप नगरिकन हेर्नु होला है, ब्लग चाहिँ पुरै हेरिदिनु। राम्रो राम्रो चिजहरू देखाउँछु तपाईँहरूलाई आज। गाइस, हामी चाहिँ यता लास्ट गेट पुगिसकेको छु। यहाँ हाम्रो लन्डन, गुवाहाटीको लन्डन। हामी चाहिँ अहिले आइपुग्यौँ पल्टन बजारको नेपाली मन्दिर। अनि नेपाली मन्दिर बहुत सुन्दर छ कि, तर पछि चाहिँ पाकी छैन। म चाहिँ कहिले पनि सधैँ पार भएर चाहिँ जान्छु यो पल्टन बजार जाँदाखेरि। अनि यतातिर यहाँ घाटतिर पनि हामी आइ नै पुग्यौँ। अब यति सुन्दर ब्रिज बनाएको रहेछ, नयाँ ब्रिज, मतलब वार पार हुने चाहिँ नदी पार हुनेतिर। र उमानन्द त पुरा बिचो बिच छ नि त ब्रह्मपुत्रको। अनि त्यसको बादमा त्यहाँ जानको लागि त अब बोटमै जानुपर्छ। त्यसको बादमा अनि यतातिर हामी चाहिँ बोट तर्फ लाग्यौँ। अनि फेरि मलाई चाहिँ एउटा फोबिया छ कि पुरा पानीदेखि यति डर लाग्छ। अनि डर लाग्छ भने नदी नालादेखि चाहिँ एकदमै फोबिया छ कि, मलाई चाहिँ एकदम डर लाग्छ। र मेरो फर्स्ट एक्सपिरियन्स हो यो चाहिँ गाइस। अनि कस्तो लाग्छ तपाईँहरूलाई भन्छु है त, हेर्दै जानु। कस्तो डर लाग्छ मलाई चाहिँ नभन्नु न, यी सब पानी नदी नालादेखि चाहिँ। अनि यतातिर भाउछोरी यी बोटमा उठिसके, तल छ बस्ने जग्गा चाहिँ, यो चाहिँ माथिको सिट हो। दोस्तों कार बज रहा है। दोस्तों हम लोग अभी बोट में हैं, हम लोग जा रहे हैं उमानंद टेम्पल। ये मेरे पापा का बोर्ड है। ये कार बज रहा है। छैन भुलेको माया पिरिमलाको सनम छैन भुलेको, माया पिरिमलाको सनम छैन भुलेको।
हामी चाहिँ यता हाम्रो बोट चाहिँ लागिसक्यो यता उमानन्द टेम्पलतर्फ र गाइस मलाई चाहिँ यति डर लागेर म चाहिँ छोरी चेपेर बसिरहेको थिएँ अनि त्यसको बादमा बुढाले चाहिँ भिडियो गर्नु हुँदै थियो मलाई चाहिँ एकदम डर लागेर कस्तो भइरहेको थियो मुटु कामिरहेको थियो भनौँ न अनि त्यसको बादमा यता रोपवेबाट पनि जान सकिन्छ रोपवेको टिकट चाहिँ हो एकजनाको 400 रुपियाँ गरेर अनि त्यसको बादमा बोटको टिकट चाहिँ हो एकजनाको 200 रुपियाँ गरेर लाग्दो रहेछ अनि त्यसको बादमा हामी सरकारी बोट हुँदो रहेछ त्यसमा चाहिँ एकजनाको 50 रुपिस गरेर जानेको अनि त्यसको बादमा आउनेको 50 रुपिस गरेर त्यसरी लाग्दो रहेछ अनि त्यसको बादमा हामी चाहिँ यतातिर उमानन्द टेम्पल पुगिसक्यौँ फाइनली गाइस अनि त्यसको बादमा यहाँ सिडी चाहिँ बहुत ज्यादा चढ्नु पर्दो रहेछ अलिक माथि रहेछ अब बुढाबुढी मान्छेलाई लिएर जान चाहिँ बहुतै साह्रो रहेछ कि अब बुढाबुढी मान्छे अब उठ्न पनि सक्दैनन् नि त सिडीमा तर साह्रै रहेछ अनि यतातिर हामी बल्ल बल्ल स्यास्या हुँदै उठिसक्यौँ सबैजना अनि त्यसको बादमा अब उमानन्द टेम्पल चाहिँ पुगिसकेर अनि अब पूजा गर्ने सामान सामग्रीहरू चाहिँ लिइसक्यौँ अनि त्यसको बादमा यहाँ छोरीलाई चाहिँ मैले दिइसकेँ ऊ धर्छु कि धर्छु भनेर भनिरहेकी थिएँ अनि त्यसको बादमा यस पूजा गर्ने सामानहरू चाहिँ उसले नै धरेर अनि त्यसको बादमा उता मन्दिरको सिडी उठ्न थाल्यौँ अनि उठेर अब पूजासुजा गऱ्यौँ हामीले चाहिँ गाइस एकदम ठुलो लाइन थियो कि बहुतै लम्बा लाइन अनि त्यसको बादमा बहुत माने 4-5 घन्टा लाग्ने त्यस्तो टाइपको लाइन थियो अनि त्यसको बादमा हामीले चाहिँ बाहिर नै पूजा गऱ्यौँ भगवान् जता पनि एउटै त हो नि भनेर यता हेर्नु न लाइन लागिरहेको थियो अनि सकिनौँ हामी चाहिँ लाइन लाग्नको लागि र बाहिरै पूजा गऱ्यौँ अनि भगवान्को मन्दिर आइपुग्यौँ त्यति हामीको लागि काफी हो हाम्रो भगवान्को बुलावा आएको रहेछ हामीलाई चाहिँ त्यही भएर हामी चाहिँ यति टाढा होइन जे भए पनि आइपुग्यौँ र भित्र चाहिँ दर्शन गर्न पाइनौँ र बाहिरै हामीले चाहिँ सबैतिर पूजा गऱ्यौँ घुमीफेरी गरेर पूजा गरिसकेर अनि त्यसको बादमा चाहिँ अनि यता भगवान्सँग कति थोक प्रब्लम्सहरू सेयर गरेर चाहिँ अनि हामी यतातिर अर्को मन्दिरतिर पनि आइपुगेर अनि त्यसको बादमा यतातिर पनि अनि पूजा गर्नको लागि पस्यौँ र यतातिर चाहिँ एकजना फ्यामिली पूजा गर्दै थिए अनि त्यसको बादमा उधर निस्किसकेको बादमा हामीले चाहिँ अनि त्यसको बादमा पूजा गऱ्यौँ अनि पूजासुजा गरिसकेको बादमा टिका सिका लगाइसकेर अनि त्यसको बादमा यता साइडमा आएको यस्तो हावा हुँदै आउँदै थियो नि नभन्नु भने यस्तो हावा चल्दै थियो यस्तो सधैँ त त्यस्तो होइन अरे त्यहाँ मतलब माथि त्यो यसरी हावा चाहिँ कहिले पनि आउँदैन अरे र मतलब हामी गएकै दिन चाहिँ यति हावा हुँदाखेरि आउँदै थियो त्यसको लागि हामीलाई आउनको लागि मतलब अब मन्दिर त पुग्यौँ अनि त्यसको बादमा अब रिटर्न त घरमा घुर्नु पर्यो नि त होइन अनि घरमा घुर्दाखेरि मतलब नाउ यति हल्लिएको आम्मामा मलाई यसै डर लाग्ने ती माथि त्यसरी नाउ लिरिक हल्लिँदा त पानी मतलब पुरा हावा हुन्डरी आइरहेको थियो अनि पानी सरर पारेर पुरै एकदम लेखेर आउँदै थियो क्या पानीको परे अनि यस्तो डर लागेको नि त जाँदाखेरि त मलाई त अनि त्यसको बादमा यता चाहिँ पूजाआजा गरिसकेर चाहिँ अनि त्यसको बादमा हामी चाहिँ यता यहाँ निरामिस पाइँदो रहेछ अनि त्यस बादमा हामी चाहिँ यहाँ खाइबोइ गरेर अनि त्यसको बादमा अनि यतातिर चाहिँ हामी अब नाउमा चढिसक्यौँ यस्तो लेहेर थियो के तपाईँलाई भन्दै थिएँ नि मैले कि लेहेर कस्तो डराउना लेहेर नि त पानीको अनि जेनतेन गरेर चाहिँ आइपुगेर यता मार्केट थियो आज सन्डे मार्केट लोखरामा र हामी चाहिँ यतातिर घरमा के थिएन सकिएको आलु प्याजहरू किन्न लाग्यो अनि लिएर आएँ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर पापा ह्याप्पी बर्थडे पापा क्या मम्मा रुको मम्मी दोनों पापा दोनों भाइ सबैले काट्नु पर्दैन त पापाले काट्ने आसे मेरो अब के तेरो लागि हो नहीं बड़ी मम्मी ला ठीक है पापा खिलाओ हैप्पी बर्थडे देखो मम्मी ने खिलाउँछु मम्मा थोरै ठुलो काटेको हैन त अनि हाँस्नु न के भएको यार हैन वा दुईटा लैदे सुमरे खिलाउने फेरि जस्तो एक बार यसले उजिटाइदिन्छ जस्तो माथि आदेर न ल
ल गाइस अनि हेर्नु आज के बनिएको छ म देखाउँछु ल म चाहिँ भर्खर नुहाएर आएको गिफ्ट देखाउँछु गिफ्ट गिफ्ट चाहिँ यो चाहिँ मेरो वाइफले देखि हो मैले दिएको पहिले पैसा चाहिँ मेरो होइन किनकि म कमाउँदिन नि त पहिले मेरो हामीले कुर्ता हेर्दै थियौँ एउटा यस्तो राम्रो लागेको थियो ब्ल्याक चाहिँ एउटा ऊ कलरको थियो पिङ्क कलरको थियो त्यो चाहिँ एकदमै उ थियो त्यसको साइजै भेटेन अनि एउटा ब्ल्याक कलरको चाहिँ साइज थियो तर हिजो सेटरडे थियो सनी डे कालो कपडाहरू किन्नु हुँदैन सेटरडे भनेर ल्याएन त्यसलाई अनि फाइनली अनि फेरि यता के बजार थियो स्मार्ट बजार स्मार्ट फेसन सिटी त्यहाँ पछि गयो कुर्ता जस्तो नै अनि यो चाहिँ छोरीको तर्फ चाहिँ थ्याङ्क यू सर तपाईँलाई कस्तो लाग्यो गिफ्ट राम्रो छ थ्याङ्क यू र गाइस मेरो बुढाको बर्थडे चाहिँ यस्तै गयो अनि अब मन्दिर गएर मासु खाए चाहिँ नभनिदिनु होला यो चाहिँ रातिको हो राति त अब राति खानुहुन्छ कामाख्या उमानन्द यी सब मन्दिर गएर चाहिँ मासु खानुहुन्छ भनेर सुनेकी थिएँ त्यही भएर हामीले चाहिँ माछा मासु बनाएर खाइपिई गरियो